साथीहरू, तपाईलाई मेरो च्यानलमा स्वागत छ। आज चाहिँ हामी बिन्दावासिनी फुलपातीको दिन बिन्दावासिनी मन्दिर दर्शन गर्न जाँदैछौँ। आजको भ्लगमा आज के हुनेछ हेरौँ है त। सुरुमा यता यो के हो बाटोबाट आउँदैछौँ होइन, एकछिन कट गरेर अलि अगाडिको देखाउँछौँ। ओ साथीहरू, हेलिकप्टर कता गयो? बिन्दावासिनीमा फुल फालेर नै आयो। ढिला भइसक्यो, ढिला। अझ बाटोको चाप चाहिँ घटेकै छैन होइन। दसैँमा गाउँ जाने चाप चाहिँ यत्रो फुलपातीको दिनसम्म नि घटे छैन। भनेपछि त योपालि त बाटो त दसैँमा जान त जाम परेर जस्तो छ होइन। हिमालहरू हेर्नुहोस्, फिक्के खोला पुल आइसक्यौँ हामी। हिमालहरू देखियो होला अलिअलि, बादलले छेकिसकेको छ कि हिमाल। फेरि एकछिन आउँछौँ। ओ हिमाल, हिमाल यता हेर्नुहोस्, हिमाल कति राम्रो हिमाल। मेरो औँलाले छेकिया छ कि छैन थाहा छैन होइन। तल फेरि खोलाहरू, फोहोर कति फोहोर खोला छ। सबै ढलहरू नै मिसाएपछि कस्तो हुन्छ र होइन। यो पारिजातको बोट हेर्नु न, बिहान हुँदाखेरि कति फुलेको हुन्छ, तल नि झरेको हेर्नु। अहिले चाहिँ कस्तो खतरा भयो क्या, फुलेकै रहेन त है। बिहान हुँदाखेरि कस्तो खतरा फुल्छ क्या यो। जाने बाटो चाहिँ यस्तो छ होइन। यो फुटपाथ भयो, यो चाहिँ अब हाइवे हो यो, के अरे विसर्जन हाइवे पोखरा टु बागलुङ होइन। अब हामी चाहिँ यस्तो यो फुटपाथको यो नाली छ यो भित्र, नहर। अनि यो चाहिँ अब हामी जाने यस्तो बाटो छ। बिचमा कुकुरहरू बसिहान्, उता हेर्नुहोस् त त्यहाँनिर। ल अब फेरि एकछिन कट हुन्छौँ, फेरि आउँछौँ। यहाँ चाहिँ कति खुल्ला छ क्या होइन। तर यहाँ अब के हुने, यो यस्तो फोहोर छ। हिमाल देखिरहेको थियो होइन। अहिले फेरि बादलले छोपिदियो कि हिमालले, कता जुम गरेर देखाउँदाखेरि पनि मिल्दैन, त्यही गर्दा नि मिल्दैन। ल अब एकछिन फेरि आउँछौँ बिन्दावासिनीको नजिक पुगेपछि। यो चाहिँ फेरि हाम्रो पैदल यात्रा हो होइन। हाम्रो घरदेखि बिन्दावासिनी मन्दिर 3 किलोमिटर छ। हामी दिनकै बेलुका महाआरतीहरू हेर्न आउँछौँ। आज चाहिँ बिहान अब फुलपातीभित्र आउन कस्तो हुँदो रहेछ भनेर हेर्न आएको। ल अब मेरो अरू भिडियोहरू पनि हेर्नुहोस्, बिन्दावासिनीको राम्रो भिडियो हाल्छु, हेर्नुहोस्। अब एकछिन अब फेरि सिनारीहरू हेर्नुलाई। हामी चाहिँ अहिले बागलुङ बस पार्क आइसक्यौँ होइन। बागलुङ बस पार्क चाहिँ यस्तो छ न, अहिले बागलुङ बस पार्क भन्नुहुन्न के अरे, बिन्दावासिनी बस पार्क। गाडीको चाप उत्तिकै छ, अझ बढी होला, कम छैन। अब अझ छ होला, आधी भयो होला बल्ल। अब अर्चल रोडतिर पुगेपछि फेरि देखाउँला। हेर्नुहोस् गाइजहरू, बस पार्कको भिड, बसमा नि आइहाल्यो होइन। बस पार्कको भिड, गाउँ जाने भिड होला होइन। अब हेर्दै जानुहोस्। अब फेरि कट बिन्दावासिनी मन्दिर पारी हो होइन साथीहरू। कति राम्रो छ। हामी पुग्न लाग्यौँ तर पुगे छैनौँ। अर्चल बोट चाहिँ आइपुग्यो होइन। भिड हेर्नुहोस् यहाँ, गाडीहरूमा जाँदै हुनुहुन्छ कता गाउँहरू होला। अब हामी अहिलेलाई चाहिँ क्यामेरा अफ गरौँ कि जस्तो लाग्यो होइन। ज्या हुन्छ नि त, त्यही भएर एकछिन अफ गरेँ। फेरि क्यामेरा खोल्यौँ होइन। सिजीको टावर छ यहाँ, मतलब यो सिजी प्लाजा छ। अनि सबै राम्रो कुरा। यो अर्चल बोट हो। यहाँ इभी गाडीहरू चार्जिङ स्टेसन छ होइन। अब हामी जाँदैछौँ, अझ छ होला 5-10 मिनट त लाग्छ होला। अनि अब जाँदै गरेर म कता गएर म फेरि भिडियो खोल्छु थाहा छैन है। यहाँ चाहिँ होइन बस पार्कभन्दा धेरै भिड छ, कसरी होला अर्चल बोटको साइडतिर। हेरौँ अब फेरि कस्तो पुरा बाटै ब्लक गरेर मान्छेहरूले सामानहरू राखिदिनुहुन्छ क्या, हिँड्नै पाइँदैन। हजुरहरूले आवाज सुन्नु भएको छ कि छैन, मैले चाहिँ सुनिरहेको छु। त्यहाँ बिन्दावासिनी मन्दिरबाट आवाज आइरहेको छ, कस्तो खतरा भजनको होला नि होइन। के भइरहेछ थाहा छैन बिन्दावासिनी मन्दिरमा। जाउँ कस्तो हुन्छ माहौल,
धेरैजना मानिस आउनुभयो होला, भिड छ होला विन्ध्यवासिनी मन्दिर है। विन्ध्यवासिनी मन्दिर गाडीको चापहरू नि यस्तो छ। विन्ध्यवासिनी मन्दिरको त्यो गेट छ नि त्यहाँ अगाडिको त्यो हाइवेबाट आउने गेट, त्यहाँ आर्मीको गाडीहरू त्यो 2-3टा कतिवटा छ होइन। यहाँबाट देख्दाखेरि चाहिँ त्यस्तो देखिरह। हेरौँ अब कतिवटा छ। त्यहाँ हामीलाई नेपाल प्रहरीको स्कुल बस पनि छ त्यहाँ। ऊ के पु आवाज आइरह होइन, आर्मी के केही होला। आज त भिड छ त्यहाँ। मलाई कस्तो डर लाग्छ यस्तो आवाज सुन्यो भने। जाम के हुन्छ हेरौँ। कलकत्ताबाट बजाएर रहेछ के हो सोधौँ कसैलाई। बाटो काट्दैछौँ हामी। गाडी हेर्नु कति धेरै गाडीहरू छ। आर्मी पुलिस सशस्त्र प्रहरी कतिको। यहाँ पनि छ, माइक्रोहरू पनि छ। यहाँ तरकारी बेच्न राख्नु भएको छ। यही हो। त्यहाँ अघि चाहिँ हाम्रो स्कुलको बुवा आउनुभएको थियो, त्यही भएर यता हेर्नुहोस् अब गाडीहरू अलि ठुल्ठुलो कति राम्रो छ है। यो आर्मीको गाडी, रातो झन्डा। खतरा हुन्छ क्या आर्मीको गाडी चाहिँ होइन, राम्रो। मन्दिरको गेटमा आइसक्यौँ हामी। अब यहाँबाट भित्र चहल पहल धेरै छ आज। बाटो पनि यस्तो राम्रो छ। पार्किङ एरिया यता छ, अलि उता पनि छ। उताबाट लिफ्ट पनि छ। हामी चाहिँ यताबाट हिँड्दै जाने हो। हिँड्दै आउँदाखेरि किन उताबाट जाने भनेर। अब यता हेर्नुहोस् भिड। आम्मामामा भिड कति धेरैजना मानिसहरू। अर्को भनेकोबाट जानुपर्छ कि क्या हो। भिड अब एकछिन कट हान्छौँ भिडियो। फेरि बन्द भयो भने चाहिँ हुन्छ है। हामी 5 मिनट भइसक्यो यहाँ उभिएको। त्यो पनि एक स्टेप पनि माथि पुगेको छैनौँ। बल्ल अलिअलि भिड खाली भएर पुगेछौँ। फेरि हाइटे पुग्दैन फेरि। ल फेरि एकछिन कट। धुपी कति राम्रो धुपी छ है। यो भर्याङ सिँढीको आदिबाट तलको भ्यू यस्तो देखिन्छ। अलि देखिँदैन रहेछ। त्यही पनि अब फेरि एकछिनमा देखाउँला। मन्दिरमा आइपुग्यौँ। यहाँ लाइन मन्दिर दर्शन गर्ने भिड कति धेरै है। ल अब फेरि हजुरलाई देखाउँछौँ एकैछिनमा। यो चाहिँ हो गणेश मन्दिर। मानिसको भिड धेरै छ। कति राम्रो। हामी आरती पनि हार्दैछौँ। यहाँको आरतीहरू गणेश मन्दिर। अब चाहिँ यहीँबाट ढोगम। आजको राति अब भजनहरू छ। भिड सी द क्राउड। मेरो इङ्ग्लिस राम्रो होइन। लक्ष्मीनारायण मन्दिर परिसरको विकास निर्माण एवं यहाँ सञ्चालित गानमा मेन मन्दिर हो। पूर्ण सफलताका लागि किङ बहादुर खत्री छोरेबाट 505, सन्तोष गुरुङ जयमुरेबाट 515, अधिकारी यहाँ पोखरा 1 अधिकारी 8वटा घटहरू कपिल अधिकारी कृतज्ञ अधिकारी पोखरा 1 अधिकारी यसै गरी सिन्धार्थ नामाचोरबाट 555, भेषराज भास्कोला पोखरा 16बाट 505, विमला खत्री पोखरा 10बाट 505 र भविश्वर रेग्मी पोखरा 17बाट 1005 कृपया सम्मानका लागि पोखरा 25बाट 1000
1005 प्रदान गर्नुभएको छ। यहाँहरू सम्पूर्णलाई विन्ध्यवासिनी धार्मिक विकास समिति हार्दिक हार्दिक धन्यवाद ज्ञापन गर्छु। साथै विन्ध्यवासिनी भगवती माता। अब यो चाहिँ होइन हामी अहिले आएको ठाउँमा छौँ। यहाँ भिड छ, यहाँ हेल्थ पोस्टहरू यहाँ छ। देखिएन भजन खतरा छ, खतरा। वाउ मेरो चाहिँ क्यामेराम्यान पनि छैनन्। फोहोर नगरिदिनु होला भन्ने सन्देश छ। आहा परेड, नेपाल सेनाको परेड तल देखिराख्नु भएको छ होला। तल गएँ ल ल यहीँ हुनुहुन्छ अरे। एकछिन रोकेर अब त्यहाँ जाऊँ। कति राम्रो छ हेर्नुहोस् परेड। माथि जाऊँ एकछिन, यहाँ भिड छ। यो चाहिँ अर्को गेट हो होइन, हामी चाहिँ अर्कै गेटबाट आएको थियौँ। यो अर्को यो अलि खाली गेट रहेछ। यो चाहिँ मेन गेट भनिन्छ यहाँको, तर हामी यो गेटबाट कहिले काहीँ मात्रै आउँछौँ। यहाँ पनि एउटा स्पिकर रहेछ। जय हो। हातले क्यामेरा छेक्यो होइन अहिले चाहिँ। देख्नु भइरहेछ होला। कति डिसिप्लिन छ क्या है। यो चाहिँ खतरा बाज बन्दुक पड्काउँछन् होला है। आवाज खतरा आउँछ। जुम गरी खिचिरहेको छु। एकछिन हेरिराख्नुहोस्। कति मतलब कि आवाज चाहिँ कस्तो डिस्कसिङ छ। कतिबाट सलाम हान्न भन्ने चाहिँ थाहा छैन।
ल भन्दा भन्ने चाहिँ गर्नुहोस् है। शनि मन्दिर परिसरको विकास निर्माणमा यहाँ सञ्चालित ज्ञान मागेको पूर्ण सफलताका लागि कमल कृपया सम्मानका लागि अगाडि आइदिनु होला। त्यसै गरी हुकुम बहादुरपुर भद्रकाली माता पोखरीबाट 505, कृष्ण प्रसाद गुरुङ सपरिवार भद्रकालीबाट 505, निरूपा गुरुङ भद्रकालीबाट रु1000 कृपया सम्मानका लागि अगाडि आइदिनु हार्दिक अनुरोध छ। र प्रेमराज गुमा अधिकारी रत्नचोक 8 पोखराबाट 2005 कृपया सम्मानका लागि अगाडि गोली किन पड्केन भन्ने मलाई अनौठो लागिरह। परेड सकियो होला। मालश्री धुन यहाँबाट परिवारको सदैव कल्याण गरौँ मङ्गल शुभकामना पनि शुभकामना छ यही शुभकामना छ। अब माथि जाम। आउँदै हुनुहुन्छ ल जानु। हामी जान्छौँ ल। परेड भइरहेको छ, अहिले बोल्न मिल्दैन। माछा पुछ्रे हिमाल पोखराबाट देखिने यस्तो छ, यस्तो देखिन्छ बादलबाट छेकिरह। अब एकछिन त्यहाँ परेड हुँदैछ, अब फेरि आउँछ त्यो डोली सोली लिएर त्यो आर्मीहरू आउनुहुन्छ अनि त्यसपछि देखाउँला। अब अलिअलि भिड छ क्या, त्यही भएर धन्यवाद यस भिडियोलाई हेरिदिनु भएकोमा होइन। अब फुलको डली ल्याउनलाई चाहिँ अलि समय लाग्ने भएकाले सर्ट्समा हेर्नु होला, त्यो क्लिपहरू चाहिँ सर्ट्समा हाल्छु मैले। धन्यवाद।